कन्या हो कि मनुष्य हो भन यति सुन्दर स्त्री यहाँ सौदैन तिमीलाई एक्लै बस्नको लागि मेरो साथमा कैलाश पार्वतीलाई साथमा राखी शिव शङ्कर भोलाना हे पार्वतीलाई साथमा राखी शिव शङ्कर भोलाना कैलाश जाने बाटैमा गर्छन् मनको मोहनी रूप देख्यो भोटुकै भाको गिडी कुटुकै शिव भोटुकै भाको गिडी कुटुकै शिव भोटुकै सुन्दरी हे सुन्दरी अप्ठ्यारो लाग्छ म कैलाश अधिपति कति राम्री केटी हेरन मैया देखियो कति राम्री रेखी हेरन मैया देखियो शिव शङ्कर भोलानाथको मनै लोभियो हे सुन्दरी आऊ न शिव शङ्कर भोलानाथको मनै लोभियो आऊ सुन्दरी सुन्दरी तिमी यति सुन्दरी छौ यो बगैँचामा किन बनाइरहेका छौ आऊ शिव शङ्कर भनेर कैलाशपति महादेव आज तिम्रो लागि तर्मिरहेको छ आऊ मेरो काखमा आओस् सुन्दरी आऊ मेरो अङ्गनामा मोहनी पछि दौडिँदा आँखो माला त्रिशूल झार्यो मोहनी पछि दौडिँदा वर्षा दिनै पुगिसक्यो त्रिशूल चिन्ह वर्षा दिनै पुगिसक्यो चिन्ह मोहनी रूप देख्यो भोटुकै भाङ्गो गिडी कुटुकै शिव भोटुकै अप्ठ्यारो लाग्यो होला अप्ठ्यारो नभन अब म आँखा बन्द गरेर नृत्य गर्नेछु तिमी मेरो अङ्गालोमा आओस् सुन्दरी आऊ सुन्दरी म आँखा बन्द गर्छु आऊ सुन्दरी मेरो अङ्गालोमा आऊ तिमी जस्तो सुन्दरी बाहिर बगैँचामा मोहनी राम्रो भेटियो एकान्त बगैँचामा आऊ सुन्दरी मोहनी राम्रो भेटियो आऊ सुन्दरी भैया पनि सुन्दरी प्रभु भोलेनाथ मैले हजुरलाई बारम्बार सम्झाएकै थिएँ पक्कै पनि हजुरले मैले रूपको दर्शन गर्न सक्नुहुन्न भने आखिर भएरै छाड्यो होइन भोलेनाथ के यतिका महिनासम्म म जसको पछि लागेर नृत्य गरिरहेको थिएँ त्यो हजुरकै मोहिनी अवतार थियो अवश्य भोलेनाथ मलाई क्षमा गर्नुहोस् प्रभु मैले हजुरलाई चिन्न सकिनँ प्रभु अवश्य बोल्नुहोस् भोलेनाथ हजुरले मसँग आएर माग्नु अब माता पार्वतीसँग माग्नुहोस् यति रिसाउनु भएको छ हजुरदेखि रिसले चुर हुनुभएको छ मैले भनेको थिएँ आज मेरो मन्दिरको दर्शन गरेर आज हजुर यो माया झालमा डुब्नुहुन्छ तर मान्नु भएन त्यसैले अब हजुरको घरको मामला हजुर आफै मिलाउनुहोस् म भने अब वैकुण्ठ लोकतिर लाग्नेछु
प्रभुको जय होस् प्रभु। आज हजुरको इच्छा मैले पुरा गरेँ र हजुरको दर्शन पनि गर्न पाएर हजुरलाई महिनौरीको दर्शन पनि गराएर अब मलाई बिदा दिनुहोस् र माता पार्वतीलाई हजुर आफै फकाउनुहोस् भनेर अब लाग्यो भनेर। हे पार्वती, 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 हेर पार्वती, मलाई माफ गर। मैले त त्यो मोहिनी अवतारलाई भगवानको मोहिनी अवतारलाई कुनै सुन्दरी स्त्री होला भनेर उसले पछि लागिरहेको छ। हजुर त भन्नुहुन्थ्यो म बाहेक अरू कुनै स्त्रीमा मोहित हुँदिन भनेर, तर आज त मोहिनी अवतारमा हजुर कसरी मोहित हुनुभयो स्वामी? खोइ पार्वती, यो सबै प्रभुको लीला रहेछ। यो भगवानको लीलासँग अरू के लाग्दो रहेछ? मलाई माफ गरिदिनु। स्वामी, हजुरले मसँग माफी नै माग्नुपर्ने पनि त्यस्तो केही छैन। हेर पार्वती, आज म आफ्नो स्त्री हुँदाहुँदै पर स्त्रीप्रति मोहित भएको हुनाले म लज्जित हुनु पर्यो। म साह्रै लज्जित भएको छु पार्वती, मलाई माफ गर। अब आइन्दा म कुनै पनि पर स्त्रीप्रति मोहित हुने छैन। मेरो वाचा भयो। स्वामी, मैले हजुरलाई माफ गरिदिएँ र हजुर मसँग लज्जित हुनुपर्ने कुनै आवश्यकता छैन प्रभु। हजुर त मेरो सबै थोक हुनुहुन्छ बोलेर। त्यसो भए मोहिनी अवतारको दर्शन गरिहाल। अब कैलाश जाऊ। अब म कहिल्यै पनि कुनै पनि पर स्त्रीप्रति मोहित हुने छैन। यो मेरो वाचा भयो र जसले पर स्त्रीप्रति मोहित हुनेछ ऊ यसरी नै लज्जित हुनुपर्नेछ। मेरो श्राप भयो।